ए पुचे किन हतालमा नाचिरा के भयो तलाई केही भएको छैन अंकल तपाई बरु कहाँमा टाउनु भएको म त यही परबाट आएको ल ल पुचे इन्जोय गर है म गए जान्छु आज त म त्यो दुर्गालाई नम्बरै छोड्दिन अम्बो चोर्छ यार म ओइ दुर्गा तैले हाम्रो घरको अन्त किन चोरेका मैले चोरेको भन्ने के प्रमाण छ तसँग हेरे सोझी भन्न खोजे कि अलि चोरेको होइन भन्ने चाहिँ प्रमाण छ तसँग चोरेको होइन भनेपछि होइन नि हैन के भइरा छ यहाँ तिम्रो पागल त भएनौ देख्नु भएन लप परिरहेछ ल आजदेखि यसको र मेरो लप पर्यो पुरवाईको बतासेमा कपाल बनाएर चुप के भावला यिनीहरूलाई झगडा पनि गर्दैछन् फेरि त्यसमा लप पर्यो भनिरहेछ यस्तै हो लप पर्यो भने कहिले काहीँ झगडा पनि हुन्छ तपाई जानु यहाँबाट जाऊ भन्नु पर्दैन म आफै जान्छु मलाई पनि तिम्रो जस्तो हडीको प्याउनुहारी हेर्नु छैन ओदाई चरी जेलैमा बुढी त्यो दाउरा ल्याउँदा बुढा यो दाउरा त कस्तो मोटो कस्तो थकान लाग्यो जाऊ पानी लिएर आऊ कल खान्छु ओके हजुरको जो आज्ञा अमृता तैले पढिसकिस् छैन दिदी कस्तो गाह्रो छ यो पढ्न सम्झ्यो कि दुःख लाग्छ मलाई त सही कुरा गरी मेरो बहिनीले मलाई पनि यो किताब समाते छिर्याइ रिङ्गो लाग्छ भने हो दिदी मर्नुभन्दा बोक्लाउनु बेस भन्छन् यो पढ्नुभन्दा त जाउँ हिँडेर खेल्न जाउँ के सुन्नु के सुनाउनु आजभोलि गाउँका सारा गाउँलेहरू उफ्रिरहन्छ कसैलाई के सोध्यो बताउनै मान्दैन यो भएको चाहिँ के होला सोधे पनि कसैले भनिदिए पो मलाई थाहा हुन्छ एक्कासी यो गाउँलेलाई यो भूत कहाँबाट चढ्यो ओइ जानकी यो बाबुले श्रीमती कहाँ पठायो कहाँ पठाउनु नि कुम्ताकी थिए कहाँ हेरेर ल्याएको हो त्यस्तालाई कहाँ हेरेर ल्याउनु नि उसँग हेरेर ल्याएको पहिला त राम्रो जो भने पनि मान्छे पनि थिए आइसल खतम अनि पछि के भएछ त कसलाई के थाहा खोइ के भो यो गीत चलेको रहेछ एकछिन बसेन ओए जानकी टिकटक बनाउनु टिकटक बनाउन त बनाउने तर कसरी बनाउने रोएर बनाउने कि हाँसेर बनाउने कि नाचेर बनाउने कि गाएर बनाउने त पागल भइस के हो टिकटक बनाउनु त नाचेरै बनाउनु पगा एकछिनमा चस्मा लाउँछु ओए चस्मा चाहिँ एउटा फुट्टा छैन त आजले यस्तै त भाइरल हुन्छ त असै नाच रोइरहेका छन् आँखाबाट आँसु झारिरहेका छन् तर पनि नाचिरहेका छन् हैन तिम्रो पागल भएनौ पागल भए होइन यति राम्रो मान्छेलाई पागल देख्ने तिम्रो आँखा चाहिँ कहाँ गए आँखा कहाँ गए मेरा आँखा सही ठाउँमा छन् त्यसैले मैले तिमीहरूलाई सही हिसाबले देखिरहेको छु काका त
होइन काका के हो यस्तो बुढेसकालमा मस्त जौनी चढ्यो के हो होइन तेरो आँखा पनि छैन कि हो त्यही आँखा भएर त गाह्रो छ नि काका सारा गाउँलेहरू बौलाइसके बुरुक बुरुक उठ्छिन्छन् हुँदा हुँदा तपाईँ पनि के भन्ने अब सारा गाउँलेलाई थाहा भएको कुरो साँच्चीकै तँलाई थाहा छैन बन्द गरे यो नाटक चुप प्लिज राधिका मैले हरेक गाउँलेलाई सोधेँ किन नाचिरहेका छौ किन बौलाइरहेका छौ भनेर तर कसैले मलाई सत्य कुरा भनेन प्लिज किन भइरहेको छ गाउँ किन बौलाइरहेको छ प्लिज राधिका भन्न मलाई खासमा हाम्रो डान्स कम्पिटिसन थियो त्यही भएर हामीले यसो गऱ्यौँ ए डान्स कम्पिटिसन अनि पुरस्कार जित्नेलाई छ 10,000 ए त्यसो भए त मलाई गर्नुपर्छ नि म पनि नाच्ने भोलिबाट म पनि नाच्छु तिमीहरू पनि नाच्ने अनि सँगै ल अनि पहिले लासलाई उठाऊ नाच्दा नाच्दै दिलको दाउरा परेर याक्रिङ गरिदिएको तिनीहरूले साँच्चीकै मरेको ठानेर पत्याए कि के हो